अब ग्यास्ट्रो केयरमा रेजर प्रविधिबाट पाइल्स, फिस्टुला र फिसरको उपचार। के तपाईँलाई दिशा गर्दाकार हुने, रगत आउने, मासुको डल्ला जस्तो भाग बाहिर निस्कने हुन्छ? यदि हुन्छ भने आजै ग्यास्ट्रो केयरमा सम्पर्क गर्नुहोस्। अहिले आएको लेजर प्रविधि भनेको 21 शताब्दीमा सबभन्दा पाइल्स, फिसर, फिस्टुलाको लागि एकदम उत्तम र विशिष्ट पद्धति हो। यसको फाइदाहरू धेरै छन्। यसको फाइदा एक नम्बर भनेको चाहिँ नचिरिकिन नकाटिकिन चाहिँ पाइल्स, फिसर, फिस्टुलाको उपचार गर्न सकिने, ब्लिडिङ कम हुने, भर्ना भएर बस्न नपर्ने, अपरेसन पश्चात अथवा लेजर पश्चात चाहिँ 2 to 3 आवर्समा घर फर्किन मिल्ने र पुनः चाहिँ तपाईको पाइल्स, फिसर, फिस्टुला चाहिँ बल्जिने चाहिँ जुन प्रक्रिया हुन्छ त्यो चाहिँ एकदमै न्यूनतम मानौँ कि 10-12 वर्षसम्म पनि जम्मा 100 जनामा 2-3 जनालाई मात्रै हुने भएको कारणले गर्दा अहिलेको लागि चाहिँ लेजर प्रविधि चाहिँ एकदमै राम्रो मानिएको छ पाइल्स, फिसर, फिस्टुला उपचारको लागि। तपाईहरु पनि कसैलाई पाइल्स, फिसर, फिस्टुलाको समस्याले ग्रसित हुनुहुन्छ, पीडित हुनुहुन्छ, कहाँ गएर भनौं, कसलाई गएर देखाम चाहिँ समस्यामा हुनुहुन्छ भने सबै यस रोगबाट पीडित हुनुभएका बिरामीहरूलाई चाहिँ आएर सेवा लिन हुन हार्दिक अनुरोध गर्दछु। बिना दुखाइ सजिलै लेजर प्रविधिबाट पाइल्सको उपचार।